सपनाहरू खोज्दा खोज्दै गाउँबाट सहरतिर लागेका हामी तीन, सहरले यहाँसम्म आउने बाटो देखायो। मान्छेलाई प्रेम र वस्तुलाई प्रयोग गर्न जानेका तीनजना सचेत युवाहरू आज जेबिआरतिर घुम्न जाँदैछन्। अहिले चाहिँ हामी आरटिएको बसमा छौँ। अब केही समयपछि हामी जेबिआर पुग्छौँ। अहिले चाहिँ हामी जेबिआर पुगिसकेका छौँ र यहाँभित्र हामी बस्ने ठाउँहरूभन्दा अलिकति अलग्गै माहौल देखिन्छ। आज चाहिँ मैले मेरो मोबाइलमा भएको सबै भिडियोहरूलाई डिलिट गरेर सम्झनाको लागि युट्युबमा राख्नको लागि एडिट गर्दैछु। एडिट भन्दा पनि एडिट गर्न आउँदैन, म चाहिँ नि एकमुष्ट बनाउँदैछु। सम्झना रहोस्, कहिलेसम्म बाँचिन्छ होइन। हामी समुद्रको नजिकै पुग्नै आँटेका छौँ। त्यही भएर समुद्रको हावाले हामीलाई वेलकम गरिराखेको छ। फुरुरुरुरुरुरु हावा आइराखेको छ गाइस। नवीन भाइ र बलराम दाइ आफ्नै व्यस्तताका कारण मेरो क्यामेरामा आउन सकिरहेका छैनन्। यतातिर केपी ओलीले बनाएको भ्यू टावर भन्दा अग्ला घरहरू पनि देख्न पाइन्छ। प्रदेश हो, अब जसो तसो कसरी सकिन्छ होइन। खुसी हुने कोसिस गर्नुपर्छ। यतातिर राम्रो राम्रो दृष्टि भ्यूहरू पनि रहेछ। अगाडिबाट त के सक्नु होइन, यसो पछाडिबाट खिचिराखेँ। Hello guys, thank you for watching. I need your support at this time.